नमस्ते सबैमा म डाक्टर प्रतिभा र म चाहिँ अहिले हाम्रो सोसियल मिडियामा एकदम बज क्रिएट गरिरहेको टपिक भनेको जेन्जी प्रोटेस्ट कि घाइते बहिनी एकता शाहलाई जुन एउटा सरकारले सिट एलोकेट गरेको छ त्यस बापत आइरहेको एकदम बजहरू टिका टिप्पणीहरू छँदैछन्। अनि यो हुँदाहुँदै मैले पनि मेरो पर्सपेक्टिभ राख्न खोजेँ। अनि यसमा के छ भने म चाहिँ आफै पनि एमबिबिएस थर्ड एटेम्पमा बिपिकेएचएसमा एउटा सिट सेक्योर गर्न सफल भएको मान्छे हो। र यति यो भन्नुको तात्पर्य के हो भने चाहिँ थर्ड एटेम्प्ट भन्नका साथ मलाई थाहा छ कति टाइम लाग्छ, कति मेहनत लाग्छ होइन एउटा सिट सेक्योर गर्नलाई। अनि यति हुँदाहुँदै पनि आई स्टिल सपोर्ट द गभर्मेन्ट्स डिसिजन टु सपोर्ट हर। त्यो किन त कृतज्ञता भन्ने कुरा पनि हुन्छ एउटा। अर्को कुरा सबै मान्छे यदि त्यो दिन रुममा बसेको भए त्यो जेन्जी प्रोटेस्टको दिन त्यो प्रोटेस्ट नै हुनेवाला थिएन। र प्रोटेस्ट नभएको भए चाहिँ जुन अहिले हामी नयाँ नेपालको परिकल्पनामा बसिरहेछौँ र जुन करेन्ट सिचुएसन छ सायद त्यो सम्भव थिएन। मेरो पनि बहिनी छ, ऊ पनि जेन्जी क्याटेगोरीमै पढ्ने हो। र मैले त्यो दिन उसलाई स्ट्रिक्टली रुमबाट ननिस्किने आदेश दिएको थिएँ र ऊ निस्किन। यदि एकता बहिनी पनि त्यसरी नै रुममै बस्या भए त्यो दिन उसले पनि राम्रो मार्क्स त ल्याउँथ्यो होला भन्न सकिँदैन। उसले राम्रो मार्क्स नराम्रो मार्क्स ल्याउँथ्यो या के गर्थ्यो होइन। तर उसलाई त गभर्मेन्टले एउटा सहुलियत त दिनु पर्यो नि। त्यो सहुलियत बापत उसलाई हाम्रो सिट दिएको होइन, अरू नर्मल मान्छेको सिट दिएकै होइन, उसलाई एउटा छुट्टै सिट क्रिएट गरेर यदि सहुलियत गर्दैछ भने उसको जीवनयापन पछि सजिलो हुनसक्छ होइन। उसले केही गरे खाओस् न, उसको जीवन राम्रो होस् होइन, एउटा क्वालिटी अफ लाइफ होस् उसको। एक त घाइते भइसकेछ अनि त्योमा हामीलाई गाह्रो हुनु भएन। त्यो छुट्टैबाट त्यो कुनै नियम मिचिएको जस्तो देखिँदैन। हामीले आफ्नो दिमागलाई यति सानो बनाउनु हुँदैन, त्यो फराकिलो राख्नुपर्छ। अनि अर्को कुरा भयो भनेको नेपालमा यस्तो 135 नम्बर ल्याएर योपालि एमबिबिएस सिट नपाएको र 103 नम्बर ल्याएर एमबिबिएस पढ्दै गरेको इक्जाम्पल मेरो आँखाको अगाडि नै छ, मैले एकदम देख्दै आएको कुरा हो। अनि डिफ्रेन्ट कोटा सिस्टमहरू त पहिलेदेखि नै एक्जिस्टिङ छ होइन र। मार्जिनलाइज कम्युनिटीको लागि, तराईका मान्छेको लागि, हिली रिजनका मान्छेको लागि सरकारी स्कुल पढ्या हुन् कि प्राइभेट स्कुल पढ्या हुन् त्यो बेसिसमा पनि स्कलरसिपहरू छन्। अनि त्यति चाहिँ हामीले एक्सेप्ट गर्न सक्ने। अनि जेन्जी घाइतेलाई चाहिँ एउटा सिट छुट्याइदिँदा कि एलोकेट गरिदिँदा क्रिएट गरिदिँदाखेरि चाहिँ किन हामीलाई प्रब्लम भएको? त्यो त नहुनु पर्ने हो नि त। करुणा देखाउँदाखेरि शर्त राख्नु हुँदैन, शर्त रहित हुनुपर्छ। यही नै ह्युम्यानिटीको एउटा ठुलो लेसन हो, ह्युम्यानिटी। अनि अर्को भनेको ह्युम्यानिटीको कुरा गर्दा गर्दै हामीले युएसएमएलएको बारेमा नेपालमा त सायद अहिले नसुन्ने मेडिकल फिल्डका मान्छेले त्यतिर इन्ट्रेस्ट नदेखाउने त कमै मान्छे हुनुहुन्छ। युएसएमएलमा के छ, मेरिटकै बेसिसमा जसले धेरै नम्बर ल्यायो त्यसैको म्याच हुने हो, त्यो त छैन होला पक्कै पनि। त्यहाँ त ओभरअल सबै कुरा इभ्यालुएट गर्छन्, मान्छेको पर्सनालिटी, जर्नी, उसको ब्याकग्राउन्ड होइन। अनि लास्टमा मात्रै पास मार्क्स हुनेहरूले पनि एप्लाई गर्छन् र पास मार्क्सले पनि एभरेज मार्क्स भएको मान्छे या बिलो एभरेजवालाले पनि पाइरहेको हुन्छन्। तर सबै आफ्नो जर्नी उसले जस्टिफाई गर्न पर्यो, उसको ब्याकग्राउन्ड सबै हेरिन्छ, त्यहाँ पर्सनालिटी हेरिन्छ होइन। अनि तपाईँहरूलाई के लाग्छ भन्नुहोला। सायद मेरो कुरासँग सहमत नहुन पनि सक्नुहुन्छ, तर सबैको आफ्नै पोइन्ट अफ भ्यू हुन्छ। तपाईँको छुट्टै छ, मेरो पनि छुट्टै छ। दिस इज वाट आई थिङ्क।